तर के गर्ने अमित ज्ञानी किङले यार मोज गर्ने मैले यही दाइले भन्नु मैले कल्लै हो कतातिरको सुनेको थिएँ हान भाइ हान लाखौँ हान करोडौँ हान लास्टमा म दिए गर्ने त मै हो भन्थ्यो होला नि त्यस्तो बाबुदेवले हालेर कसरी भेट मैले भेटेर टिकटक बनाइसकेँ के भयो मेरो टिमले चाहेको त्यही हो हाम्रो टिमले चाहेको त्यही हो हेरे भइरहेको त बिचरा किङ या त तर गीतहरू त रमाइलो छन् टिप्पी टिप्पी वर्षाले ओहो टिपी टिपी होइन बाजे घोषसँग भन्दा होइन अदासँग यस्तो खोलेर नाचेर चाहिँ यति खुलेर नाचेर चाहिँ खोलेर नाच्यो रे मलाई नफसाउने खोलेर नाच भन्नुहुन्छ मैले यति एउटा कुरा चाहिँ मैले नोट गरेको अर्को कुरो छ नि साथीहरू रेस्टुरेन्टमा बस्दा त छोटा छोटा चेयरमा बस्न नि सक्नुहुन्छ सँगै टाँसेर बस्नु पनि केही थियो म त टाँसेर बसेको थिएन बाजेसँग बसेको गाए हो म त अलगको टेबलमा बसेको थिएँ त्यो भिडियो बनाउन मात्रै हो एकैतिर बसाए बेला कम्मर मर्का पात्दै आएँ म त भन्ने नाच्दै आउने यो होइन बाजे गाएसँग बसेको हो म र दिपा बसेको गाए र बाजे बसेको हो साथीहरू तपाईँ हामी गिफ्ट हान्ने च्याप अँगाल मारेर दुईजना अँगाल मारामार गर्थ्यौँ है हामी त कि हामी हेरे म यताबाट रुबेनलाई गिफ्ट हान्ने उताबाट किङले हान्ने हामी दुईजना हेरे उनीहरू दुईजना अँगाल मारेर टिकटक बनाएको मैले छोएन ऊ अझै पनि पवित्र छ गाइस स्पिड चल्न खोला यार 37 छिटो गाइस मेरोबाट नि प्ले गर्नु न यार मैले छोएकै छैन यार जाड खाएर पिट्टु भएर आउँदाखेरि मलाई त जाड खाएकै छैन लागेकै छैन होइन अदा राम्री छ ऊ बिचरा त्यस्तो उसँग त्यस्तो नराम्रो काम गरेर श्रीमतीले निराश पार्ने काम गरेन मैले अगाडिसम्म मार्दाखेरि चाहिँ त्यो नराम्रो काम भएन त्यति साह्रो त यार सेलिब्रिटीमा त हल्का अँगाल त हुनपर्छ र अमितजी यार ए सेलिब्रिटीमा हो त्यस्तो अँगाल मार्ने हामी त टिकटक पब्लिक फिगर होइन र हामी हजारौँ मान्छेले हामी हकेको नाचेको बसेको उठेको ख्याल गर्नुहुन्छ र हामी त पब्लिक फिगर होइन नि अमितजी यार अब म भन्छु तपाईँलाई पशुपतिमा कटौरा लिएर बाँच्ने चाहिँ त्यो चाहिँ पब्लिक फिगर नहुने रे यहाँ टिकटकमा आएर भेकमा आएर बस्ने चाहिँ पब्लिक फिगर हो बात त सही यहाँ त ह्याप्पी बर्थडे अदा भन्छ नि के तिम्रो आज अदा आज गाइकार हो र तपाईँलाई चाहिँ जतिखेर म गाई र भैँसी मात्रै देख्छु अरू किन देख्नुहुन्न के दुध भैँसी देखिरहेको ठुलो भैँसी भनिदियो फेरि भगवान् म कहाँ जाने कहिले ठुलो भैँसी कहिले ब्याउने भैँसी ए कसले भ्याउँछ अनि एउटाले त कतातिर राखेको थियो अदा त कति महिनाको भाषा भनेर लगाइदिएछ त भनेर रविले बनाएर पठाइदिएछ भनेर लगाइदिएछ जेसुकै भनोस् मलाई के बाले गरेर पनि सक्छ है हुन पनि सक्छ किनभने यस्तो चिजमा त रुबेनले ट्रेनिङ लिएर आएको छ नि त ट्रेनिङ त मैले श्रीमतीको लागि लिएको नि त नि म निशब्द भयो यार तर होइन अमितजी तर होइन बाजेसँग भेट्दाखेरि नि मलाई लाग्थ्यो होइन एकदम फ्याङ मतलब त्यो यस्तो हुनुहुन्छ होला भनेर तर एकदम शर्मिली मसँग फ्याङ्ली हुनुहुन्थ्यो एकदम हुन्छ नि घोषसँग त डान्स गर्दा पनि क्या लजाइरहेको थियो तर मसँग चाहिँ बिन्दास हुनुहुन्थ्यो गाइस स्पिड च्यालेन्ज कमन पेला यार पेला गाइस मेरोमा पनि प्ले गरिदिनु न यार यार कस्तो नम्बर बोलायो यार मलाई यार कसैले सपोर्ट नगर्नु यार सबजना है डबल ट्याप लाग्छ बुस्टिङ मात्र खेर गयो यार बेला बुस्टिङ खेर हाले हेर
अब यो के कारण थाहा छ साथीहरू? दुवैजना मिलेर काण्ड गरेर आयो भएर कसैले सपोर्टै गरेन। त्यस्तो त केही होइन होइन केही होइन यति साह्रो गर्दिने यार बिचरा यार अझ बिचरा दुईजनाले एकैसँग राखेको त्यही पनि के भयो? अब हामीले जित्यो अब हामीले जित्ने आउनु अब हामीले जित्छ हामी दुवैजना किङ आएमा त अरू कसैले पनि आश नगर किङलाई कसरी म लाइभै सेयर गर्दिनँ क्या कहिले नि त्यही भएर मात्रै हो नत्र किङ र गोविन्द एउटै अहिले आउनुहुन्छ अहिले उत्तिँदै राम्री केटीमा मान्छे त आउँछन् कि हाम्रोमा पो के गाइस डबल ट्याप एभ्रीवान तर होइन यार बाजे के रे हजुर तपाईँ अनि राम्री केटीको पिछौडासम्म देख्ने बनाइदिने अनि के हो र त्यस्तो? भलै पिछोडा ए तिम्रो भिडियो अहिलेसम्म हालेर भ्यान अझै पनि हालेर आऊ यार बासी भिडियोहरू यार तपाईँलाई चाहिँ के भयो त मैले भिडियो हालेर कति नै सबै भिडियो तिमीले मात्र बनाए तिमीले सबै भिडियो हालेपछि मैले के हाल्ने हो ल हेर दुईजनाको कुराकानी मिलाएर नि साथीहरू मिलाएर नि त अनि तपाईँकोमा बनाएको हालेर सकेन र पागल दुईटा मात्र बना यार जुन भिडियो मैले दुईजना भेटेर अनि के अरे हकसक गरेर यसो गर्नु छोडेर कहाँ भिडियो बनाएर बस्यो त क्यामेरा समात्दै? मैले धेरै बनाउनु भनेको पानी परेर बनाउनै नपाएको नि अझ धेरै बनाएको त्यत्रो भिडियो हालेर नि अझ पुगेन अझै भिडियो बनाउन बाँकी। ए घरमै लैजाऊ मलाई घरमै लैजाऊ के नै मतलब घरमै लैजाऊ तिमीले मलाई घरमै यत्रो बनाएर पनि यार आऊ घरमै आउनु मैले गर्दा कति फलोअर पुगिसक्यो ओके थ्याङ्क यू सो मच हजुरले गरेर फलो गरे थ्याङ्क यू तपाईले खोल्नुपर्छ है साथीहरू लेट्स गो नत्र हामीले 45 मिनेट पनि कसैले फाल्दैन यार साथीहरू यार पुगेन नि साथीहरू फास्ट गर्नुपर्ने सबैजना हामी फास्ट गर्नुपर्ने साथीहरू आइसक्यो तिमीसँग भिडियो छ अब एउटा छ कुन चाहिँ त्यही आज हालेको आज हालेको के त्यो अर्को भिडियो नि बनाएको छ हजुर त्यो अर्को भिडियो नि बनाएको छोइकै छैन मैले ल्याएर अमित यार यस्तो टाढा बस्नु यार कहाँ किङजीको सम्पत्ति मैले काट्छु नै मिल्दैन नि होला गाई जबल त चलन यार बाजे दिपाली मेसेज गरिरहेको छ मिस गर्नु भएको छ अरे उहाँले तपाईँलाई मिन्स भयो अरे ए नै सरी कहाँ बस्छ न त दिपा दिपा नि यही हो मेरो घर नजिकै हो कलङ्की तर थ्याङ्क यू सो मच तर मैले एउटा कुरा चाहिँ माने क्या रुबेन भाइलाई एक्सपिरियन्सवाला भनेको एक्सपिरियन्सवाला हो किनकि कि तिनजनालाई सक्ने भने एकैजनाले भने त्यति भने ए अमित यार आज श्रीमती घर आएन यार त्यस्तो राति आउँछ फेरि झोला बोकेर यार आजलाई माइत बस भनेको झन् आज फ्री भयो झन् यो सुने भने लुगी हेर्न अलिक झोला बोकेर आउँछ यार ढोका ढक्का गर्ने यार छोडिदिनु न यार मैले छोएकै छैन यार अमित यार छोएकै छैन कस्तो भयो झुटो कुरा बोलाएर छोएकै छैन एकदम राम्रो मान्छे छ बाजे मलाई त बाजेलाई भेटेर झन् माया लाग्यो बाजेको केरलले माया गर्छ अर्का बुढालाई अर्का बुढालाई कसले माया गर्न भन्छ यहाँ साथीहरू रुबेन भाइले छोएकै छैन अँगालो मात्रै मारेको हो त्यति मात्र हो बस त्यसलाई के छोको भन्ने यार रुबेन भाइ थोरै मोटरसाइकलको पछाडि बस्दाखेरि पिछामा झोला राखे हो र त्यतिखेर अँगालो मार्दा यार म त जबरजस्ती फस्छु क्या यार मलाई कसैले जेलमा लान्छ क्या यार ए भगवान तिमीले स्पेसल गर्दै यहाँ हामीलाई दुनियाँ शङ्का गर्ने मान्छेले अब त म त लाइभ गरेर हिँड्छु साँच्चै हाउने बेला पनि पार्ने बेला कसैलाई भेट्ने लाइभ गर्छु यार A to Z यार मैले भनिरहेको छ त लाइभमा
बस्ने हो भन्दाखेरि लाइभमा बस्ने हो भन्दा मेरो लाइभ गएको थियो तपाईँ लाइभ नआउनु हुने त्यो बेला मेरो त सस्पेन्ड भएको थियो नि तिम्रो अनुहार हिउँमा बस्ने छैन लाइभमा बस्छौ उसको लाइभमा मलाई राख्न हुँदैन रे हेर्नु त त्यही भएर नराखेको अनि कहाँ अनि बुहारीलाई राख्ने ठाउँमा अनि तिमीलाई राख्छ त होइन कि यत्तिकै म एक्लै थियो त त्यहाँनिर 3 जना केटीहरू थियो नि अनि 3 जना केटीहरू म भेटेको गाई के गर्ने आउन लास्ट धोबी खायो लास्ट खेलमा एउटा अझै आउँछु भने थ्याङ्क यू सो मच पुग्यो है ब्रदर थ्याङ्क यू सो मच थ्याङ्क यू मिया थ्याङ्क यू सो मच मिया थ्याङ्क यू रेस्पेक्ट मेरा बा ये मियाको प्रोफाइल त हट्छ त नि अब बाजेको र भोलि चाहिँ मैले के गर्नु लाग्यो भने बाजेको र मेरो दामी फोटो आएर चाहिँ एउटा त्यही प्रोफाइल पिक्चर राखिदिने हो बाउलाई घरबार बिगार्ने काम चाहिँ नगर ल अहिले केही नै हुँदैन है प्रोफाइल पिक्चर राख्दैमा हामीले टिकटक बनायौँ छोड्यो भेट्यो टिकटक बनायो छोड्यो भयो यार मेरो त म त मेरो बोयफ्रेन्ड हो भनेर राखिदिएको त्यत्रा मान्छेको बिचमा होटल लगाएर मेरो पैसा भन्छ त्यहाँको आइने हेरेको भइदियो के भएको होला यार अब के पोखरमा आउँछ मलाई झेउ लाग्यो यार फेरि आउने नि त रुबेन भाइ मैले के भने अदा त फेरि आउने नि त भेट्न म आउन म लुकेर ऊ अमितजीसँग आउने आइतबार अमितजीसँग आउने भनेको उसलाई पक्राउनु भयो त्यो काम भाइ छ अब अब चाहिँ मैले यो महानगरले उठाउन नसके कसिङ्गर हटाउनु भनिदिनु के चाहिँ अरू जिस्केको अदालाई मेरो सामु दल्नु भयो अमित जिएर मलाई लास्टै कन्ट्रोभर्सी फस्नु छैन मलाई यार नहुने कुरो यार फोकट आयो कन्ट्रोभर्सी हो माया गर्ने मान्छेसँग कन्ट्रोभर्सी नआयो कि आउँछ अघि